यस्तो रमाइलो ठाउँ कहाँ होला र म आज त्यहाँ जाने पनि मौका पाएँ। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म साथीहरूसित बुलबुले घुम्न जाँदैछु। हाम्रो चाहिँ आज कलेज लागेको थियो अनि हामी त्यही कलेजदेखि नै बुलबुले जाने भनेर सल्लाह गरेका थियौँ साथीहरू। अनि हामी चाहिँ बुलबुलेतिर लाग्यौँ। हामी कलेजको भित्रदेखि जाने भनेको थियौँ, तर त्यहाँ बाटो बन्द रहेछ। फेरि घुमेर अनि बाटो गयौँ अनि हामी फाइनल्ली बुलबुलेको गेटनिर पनि पुगिहाल्यौँ। अनि साथी चाहिँ टिकट काट्न गइन् अनि हामी चाहिँ यता बसिरहेको थियौँ। अनि साथीले टिकट काटेर ल्याइसकेपछि चाहिँ हामी भित्र बस्यौँ। भित्र चाहिँ यस्तो राम्रो थियो, हरियाली थियो अनि त्यहाँ फुल पनि रहेछ। अनि मैले एउटा फुल टिपेँ अनि घुम्दै हामी भित्र पस्न लाग्यौँ। सुरुमा चाहिँ त्यहाँ एउटा शिवको मूर्ति अनि मन्दिर रहेछ। अनि त्यसको ठ्याक्क पछाडि चाहिँ फरक जातको ड्रेसहरू लाउने ठाउँ पनि थियो हो। अनि हामी त्यहाँ हेर्दै गयौँ। यो चाहिँ पिपल पानी हाल्ने ठाउँ हो। अनि हामी त्यहाँका राम्रो ठाउँहरू हेर्दै अनि हिँडिरहेको थियौँ। फुलहरू फुलिरहेको थियो त्यहाँ। अनि ठुलै पिपल चौतारा पनि रहेछ। अनि त्यहाँ हेरेर चाहिँ अनि हामी पानीको धारा हेर्नुतिर लाग्यौँ। यता 14वटा धारा छ, यतातिर चाहिँ 7वटा धारा अनि उताको साइड चाहिँ 7वटा धारा छ। अनि साथी चाहिँ त्यो धारामा गएर मुग्दैन लागिन्। अनि हामी चाहिँ साथीको बहिनीहरूलाई भेटेर अनि हामी चाहिँ घुम्नतिर लाग्यौँ। म चाहिँ बुलबुले नआएको पनि 2-3 वर्ष भइसकेको थियो। सुर्खेतमै बस्ने भए पनि बुलबुले चाहिँ म आएको थिइनँ। अनि त्यहाँ चाहिँ बोटिङ गर्ने कस्तो राम्रो बनाएको रहेछन् आजकल। अनि ताल चाहिँ कति राम्रो देखिरहेको थियो ठुलै। म पहिला आउँदाखेरि चाहिँ कस्तो नराम्रो थियो, आजकल चाहिँ सरसफाइ गरेर कस्तो राम्रो रहेछ। अनि हामी ताल हेर्दै अनि तल्लो साइड गयौँ। त्यहाँ चाहिँ अनि साथीहरूले टिकटक बनाउन लागे। अनि म चाहिँ यसो भिडियो खिच्छु भनेको थिएँ, गर्मीले मार्ने जस्तै भइसकेको थियो। अनि हामी त्यहाँदेखि अनि फोटोसोटो भिडियो बनाएर चाहिँ अनि फेरि घरतिर लाग्ने भनेर माथितिर आयौँ। अनि त्यहाँ चाहिँ बहिनीहरूले अनि क्यामेरामा फोटो खिच्ने भने अनि हामी चाहिँ एकछिन क्यामेरादेखि फोटो भिडियो अनि बनायौँ। अनि हामीलाई हतार पनि भइसकेको थियो। अनि हामीले चाहिँ छिटो फोटोसोटो हालिमाग्यौँ। अनि त्यसपछि हामीले चाहिँ खानेकुरा के लगेका थिएनौँ खाने, बाहिर आएर खाने भनेको थियौँ। अनि त्यसपछि फोटोसोटो हालेर चाहिँ हामी एकछिन फेरि घुमफिर गरेर चाहिँ हामी घरतिर लाग्यौँ। हजुरहरू पनि यदि यहीँ सुर्खेतमा बस्नुहुन्छ भने एकचोटि बुलबुले अवश्य घुम्नु होला। बुलबुले चाहिँ निकै राम्रो रहेको छ। अनि म पनि 2-3 वर्षपछि आएको, निकै परिवर्तन भइसकेको रहेछ। मलाई घुम्न आउनु त मन लाग्छ, तर के गर्नु साथीहरू नै हुन्नन्। आफूले घुम्न जान्छु भनेर सबै रेडी पारेर आउँछु अनि त्यसपछि कोही साथी नपाएर त्यस्तै हुन्छ। अनि त्यसपछि नि रोकिन्छु। आज चाहिँ हामी मौका परेर अनि आएको, निकै रमाइलो भयो। अनि हजुरहरू पनि एकचोटि आएर घुम्नु होला। हस्, आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।